अप्ठ्यारो भएको होला नि त अनि उसलाई रिसायो नबसिदिनु क्या उसो कुर्सीमा उहाँ बिहानै उहाँ हेर यस्तो कुरो लाएर आएको छ बिहानै उठ्नु बित्तिकै मासतिर गएर यसलाई जति माया गरे पनि जति सफा सुग्घर राखे पनि यो हुँदैन यसलाई यता हेर यसलाई जति गरे पनि हुँदैन उसलाई जाडो हुन्छ भनेर राम्रोसँगले राख्यो त्यहाँ रिसाएको उतापट्टि उसकोमा नबस्नु रे उसको कुर्सीमा बस्यो भनेर रिसले गर्दैछ हेर्न यसको अनुहार हेर अनुहार गति यसको गति यसको त मलाई त आज त अनुहारै हेर्नु मन लागेन बिहानै मासतिर गएर हिलो भएर आएछ शीतमा भिजेर अब बिरामी हुन्छ